जोजेलपा नेपाल भाषा लर्निङ भिडियो पौज गरी यो एकछिन पढ्नुहोला। भिडियो लामो हुने भएकोले यो म अलि पढ्दैन र यो पनि केही टिप्स छ हजुरलाई, यो पनि पढ्न सक्नुहुन्छ। नेपाल भाषा छिटो सिक्नको लागि केही टिप्स छ र त्यसपछि हजुरले यो वर्ल्ड न्युज वेबसाइट डिरेक्टरी payongnews.com चेक गर्न सक्नुहुन्छ। यसमा चाहिँ नि संसारभरिको न्युज वेबसाइटहरूको लिङ्क पाउन सक्नुहुन्छ र वेबसाइट बनाउनु परेमा हजुरले www.@nepal.net मा चेक गर्न सक्नुहुन्छ। यहाँ कन्ट्याक्ट एड्रेसदेखि लिएर सबै कुराहरू यहाँ छ। त अब हामी सुरु गरौँ यो आजको च्याप्टर। आजको च्याप्टर मैले धेरै महिना वर्कआउट गरेर बनाएको छु। कति कुराहरू पहिला सुनेको कुराहरू सम्झी र कति कुराहरू आफूभन्दा एल्डरहरूलाई सोधेर बनाएको छु। त सुरु गरौँ। नम्बर 1, बुँ पाला वल। बुँ अर्थात् खेत, पाला वल अर्थात् खनेर आयो। त्यो भन्नुको अर्थ चाहिँ नि अब कोही काम नगरिकन हल्लिएर हिँड्छ, त्यो मान्छेलाई चाहिँ अब घरमा आउँदाखेरि चाहिँ नि अब बुवाले, प्रायः जस्तो बुवाले बुँ पाला वल भन्छ। जस्तै घुमेर आयो भनेर बुझिन्छ, घुमेर अथवा काम नगरिकन हल्लिएर हिँडेर आयो भन्ने बुझिन्छ यसले। अर्को नम्बर 2 छ, छे कनी क्वारा क्वारा पिने लाकान ट्वारा ट्वारा। छे अर्थात् घर, कनी अर्थात् मकै, अनि पिने अर्थात् बाहिर, लाका अर्थात् जुत्ता। घरमा मकै क्वारा क्वारा, बाहिर जुत्ता ट्वारा ट्वारा। त्यो भन्नुको अर्थ चाहिँ घरमा अब गाह्रो भए पनि बाहिर चाहिँ नि अब अलिक सो अफ गरेर हिँड्नुपर्ने, अब खर्च गरेर अथवा अलिकति हाई फेसनेबल भएर हिँड्नुपर्ने त्यो जनाउँछ यसले। यो भनेको चाहिँ प्रायः जस्तो केटी मान्छेहरूले भनेको सुनिन्छ बढी जस्तो। किन भन्दाखेरि अब कुरा काटिरहेको हुन्छ, कुरा काट्दाखेरि त्यो भनेको सुनिन्छ। अब नेक्स्ट नम्बरमा जाउँ हामी। ढोँ या इले। ढोँ अर्थात् स्याल, इले ढोँ या अर्थात् स्यालको, इले समय। त्यो भन्नाले अबेला, अबेला आयो भन्नको लागि चाहिँ ढोँ या इले वल भन्छ। अब यो नेक्स्ट नम्बर छ ग्वा पिउ। ग्वा पिउ, ग्वा अर्थात् जुङ्गा, पिउ अर्थात् मुसार्नु। यो चाहिँ नि कस्तो भने ग्वा पिउ भन्नाले कसैलाई ठिक्क भयो, ठिक्क पर्यो भनेर खुसी हुनुलाई चाहिँ ग्वा पिउ भन्छ। जस्तै कि कोही नमिल्ने मान्छेहरू हुँदाखेरि तिमीलाई यस्तो भयो भने म जुङ्गा मुसार्छु, समथिङ त्यस्तै भन्छ। र यो ग्वा पिउ अर्को खुसीको कुरामा पनि हुन सक्छ। मैले सुनेको चाहिँ त्यसमा मात्र सुनेको छु बढी, आई मिन नेगेटिभ कुरामा। चङ्ग ल्याऊ। चङ्ग अर्थात् चरा समात्नु, चङ्ग अर्थात् चरा। यो चुकाउनुलाई चाहिँ चङ्ग ल्याऊ भन्छ। जस्तै पसल जाँदाखेरि कसैले अब पसलेले चुकाएर सामान दियो भन्नको लागि चङ्गलाट भन्ने गरिन्छ। अर्को छ खिफ्या बले नव्या मध्यम। खिफ्या अर्थात् दिशा, खिफ्या बले अर्थात् दिशा गर्ने बेला, नव्या अर्थात् नव्या मध्यम अर्थात् बोल्न नहुने। त्यसको मिनिङ चाहिँ अब साह्रै चुच्चो मान्छे जुन बोल्नै नहुने खालको मान्छे हुन्छ नि, त्यस्तो मान्छेलाई चाहिँ खिफ्याबले नव्या मध्यम भनेर भनिन्छ। यो हामीले यस्तो पनि भन्न सक्छौँ, दिशा गर्ने बेला बोल्न नहुने मान्छे पनि भन्न सक्छौँ। अर्को छ खिचाखी, अर्थात् खिचा अर्थात् कुकुर, अर्थात् खी अर्थात् दिशा। खिचाखीको अर्थ चाहिँ नि न्यु खोजिराख्ने मान्छे। जस्तै कि अब सानो कुरा पनि न्यु खोजिराख्ने मान्छेलाई खिचाखी भनिन्छ। लखे मिखा कङ्क्यु, अर्थात् पानीमा आँखा खोल्न लगाउनु। लखे अर्थात् पानीमा, मिखा अर्थात् आँखा, कङ्क्यु अर्थात् खोल्न लगाउनु। उल्लु बनाउनु, चुक्याउनु अर्थात् एउटा भनेर अर्को गर्नु, अथवा अब देखाइ देख्ने गरी नै चुकाउनु। जस्तै कि अब देखि उल्लु बनाउनु। अर्को नम्बर छ लिक्त न्यासे वम। लिक्त अर्थात् उल्टाबाट, न्यासी वम अर्थात् हिँडेको। त्यसको मिनिङ चाहिँ नि ठुलो हुँदै
आउनुपर्ने बच्चा झन् दुब्लाउँदै गएको अथवा अब त्यति नबढेको नहुर्केको बच्चा। यो चाहिँ नि अब बच्चाहरूको केसमा मात्र भनिन्छ, मैले भनेको सुनेको छु हाम्रो कम्युनिटीमा बच्चादेखि मैले। र यो प्लान्टहरू त्यस्तोको केसमा चाहिँ भनिँदैन। अर्को छ ला हुस्लुङ प्वा फुस्लुङ, अर्थात् हात, हुस्लुङ भन्नाले पिङ, ला भन्नाले हात, र प्वा भन्नाले पेट, अनि फुस्लुङ भन्नाले खोक्रो। त्यसको मिनिङ चाहिँ नि काम नभएको र भोको। र अब यो भन्दाखेरि चाहिँ सेन्टेन्समा भन्दाखेरि ला हुस्लुङ प्वा फुस्लुङहरूलाई म छोडिदिन्न भनेर मैले आदि नेपाली र नेपाल भाषा मिसाएँ। तर त्यसरी ला हुस्लुङ प्वा फुस्लुङलाई अरूलाई म के मेरो छोडिदिन्न भनेर यसरी भन्ने गरिन्छ। अर्को नम्बर छ माक फी। माक अर्थात् बाँदर, फी अर्थात् सान। जस्तै कि अब हुँदै नहुने कुरा भनेर म गर्न सक्छु भनेर फुर्ती लगाइराख्ने, त्यस्तोलाई चाहिँ नि अब नभएको सान, त्यस्तो नभएको सान देखाइराख्नेलाई चाहिँ अब माकफी गरिराखेको भन्न सकिन्छ। जस्तै नेपाल भाषामा भन्दाखेरि माकफी याना चोन भन्छ। अब माकफी यानौला भनेर भन्छ। जस्तै माकफी यानौला भन्नाले अब सान देखाएको हो भनेर बुझिन्छ। अर्को छ माकया कुशिका। माक अर्थात् बाँदर भइहाल्यो, कुशी अर्थात् उपियाँ, र काह अर्थात् काउ। त्यसको मिनिङ चाहिँ नि सानो काउ। सानो काउ भयो भने चाहिँ नि अब माकया कुशिका काउ भएको हो भने कसैले सोद्धाखेरि होइन माकया कुशिका भन्यो भने चाहिँ सानो काउ भएको भन्न सकिन्छ। र बच्चाहरू कहिलेकाहीँ घाउभर रुँदाखेरि होइन होइन यो त माकया कुशिका भनेर अर्थात् सानो काउ हो भनेर पनि यसरी पनि फकाउने गरिन्छ। अर्को छ माकया गले खिचाया त घ्याक्यु। सरी फेरि एकचोटि भन्छु म, यो गले होइन, यो म प्रपरली भन्छु फेरि एकचोटि। माकया गल खिचाया त घ्याक्यु, अर्थात् माक भनेको अब मैले प्रिभियसमा पनि भनिहालेँ, गल अर्थात् गाँड, खिचाया त अर्थात् कुकुरलाई, घ्याक्यु अर्थात् चुन्ड्याउनु। त्यसको मिनिङ चाहिँ आफ्नो बोझ अरूमाथि बिसाउनु। अर्को छ माक ख्वा वे टुङ्कल। अब यो मैले भन्नु नपर्ला, धेरै चिज रिपिट भइसक्यो। ख्वा अर्थात् अनुहार, वे ढुङ्कल अर्थात् आइसक्यो भन्ने बुझिन्छ। मैले यहाँ भइसक्यो लेखेको छु। बाँदरको जस्तो अनुहार भइसक्यो अथवा बाँदरको जस्तो अनुहार आइसक्यो। यसको मिनिङ चाहिँ नि दुब्लाएर गालाभित्र गएको। दुब्लाएर गालाभित्र जाँदाखेरि चाहिँ माकया ख्वा वे टुङ्कल भनेर भनिन्छ। सरी माकया होइन कि माक ख्वा वे टुङ्कल। म्याबिली टेप घेपुई थे। म्याबिली फेरि एकचोटि भन्छु म, म्याबिली टेप घेपुई थे, अर्थात् छेपारोले, म्याबिली अर्थात् छेपारो, टेप्पो अर्थात् ख्याम्पो जुन अब माटोको पनि हुन्छ, घेप्यु अर्थात् अँगाल्नु, थे अर्थात् जस्तै। यसको मिनिङ चाहिँ नि ठुलो सपना देख्नु। जस्तै कि छेपारोले त्यो ठुलो ख्याम्पोलाई चाहिँ नि हातले यस्तो अँगालो मार्न सक्दैन। जस्तै कि छेपारोभन्दा ख्याम्पो धेरै ठुलो हुन्छ, त्यसरी उसले अँगालो मार्न सक्दैन। त्यस्तै गरी ठुलो सपना देख्नु, आफूले गर्न नसक्ने काम सोच्नु, त्यसलाई चाहिँ नि यसरी भन्न सकिन्छ। जस्तै कि अब कसैले ठुलो कुरा गर्यो भने, सपना देख्यो कि कोही महत्त्वाकांक्षा राख्यो भनेदेखि म्याबिलिन टेपो घेपुई थे भनेर भन्न सकिन्छ। अर्को मुटुई तौ फिनाचोन। मुटुई अर्थात् मुखमा, तौ अर्थात् दही, फिनाचोन अर्थात् जमाएर बस्यो। यसको मिनिङ चाहिँ नबोली बस्यो भन्नको लागि चाहिँ मुटुई तौ फिनाचोन भन्न सकिन्छ। अर्को छ मुस्या घेक्यु। मुस्या अर्थात् बदमास, घेक्यु अर्थात् चढाउनु। यसको मिनिङ चाहिँ छकाउनु
जस्तै कि अब यो बच्चाहरूलाई को केसमा भन्ने गरिन्छ धेरै जस्तो मुसा गेक्यो भन्नाले अब आमा कहीँ बाहिर जान लागेको छ, अब बजे अथवा घरको अरू मेम्बरलाई छोडेर जानुपर्ने छ, अब देख्ने गरी गयो भने चाहिँ बच्चा रुन्छ भनेर छिटो मुसा गेकी यसलाई अब मुसा गेकी भनेर अब यसलाई चुक्याउ भनेर भन्नको लागि चाहिँ यो भनिन्छ। जस्तै पटमा चढ्न सकिन्न र अब त्यो नदेख्ने गरी बच्चालाई केही बाहनामा चुकाउनको लागि अलिकति उसको एटेन्सन डिस्ट्र्याक्ट गरेर आमा चाहिँ नदेखिने गरी जानु पर्यो भने चाहिँ मुसा गेक्यो भन्छ। अर्को नम्बर छ प्वाठे सितार थात। सितार भन्नाले अब त्यो म्युजिकल इन्स्ट्रुमेन्ट भयो। प्वाठे अर्थात् पेटमा, थात अर्थात् बज्यो। यो धेरै भोक लाग्यो भन्नको लागि चाहिँ धेरै भोक लाग्दाखेरि चाहिँ प्वाठे सितार थात भनेर हामीले भन्न सकिन्छ। अब नेपालीमा चाहिँ नि पेटमा मुसा दौड्यो भनेर भन्ने गरिन्छ, त्यो पनि म भनिदिइहाल्छु ट्रान्सलेट गरेर अहिले। जस्तै पेटमा मुसा दौड्यो भन्नको लागि चाहिँ नि प्वाठे छु ब्याउन, प्वाठे छु ब्याउन। प्वाठे अर्थात् पेटमा भइहाल्यो, छु अर्थात् मुसा, ब्याउन अर्थात् दौड्यो। नासे लुफी हाई, लड्दा नाकमा ठोक्नु अथवा लड्दा नाकमा ठोक्छ है भन्नको लागि पनि नासे लुफी हाई भन्न सकिन्छ। यसको अर्थ चाहिँ उत्ताउलो भएर हिँड्दा दुःख पाउँछ। जस्तै केटीहरूलाई अथवा कसैलाई अब केटाहरूलाई अब धेरै टिनेज बेला अलिकति उत्ताउलो भएर हिँड्दाखेरि चाहिँ बाउ आमाले नासे लुफी हाई पछि जस्तै लिपा नासे लुफी हाई भनेर अर्थात् पछि दुःख पाउँछ भनेर गाली गर्ने गर्छ। न्या लात, न्या अर्थात् माछा, लात अर्थात् समात्यो। त्यसको मिनिङ चाहिँ चिप्लेर लड्नु, चिप्लेर लड्दाखेरि चाहिँ नि न्या लात भनेर भन्ने गरिन्छ। अर्को नम्बर छ साया का कोख मस्यु, अर्थात् गाईको खाउ कागलाई थाहा छैन। सा अर्थात् गाई, का अर्थात् खाउ, कोख अर्थात् कागलाई, वो भन्नाले काग, अब कोख भनेर कागलाई भन्न सकिन्छ। मस्यु अर्थात् थाहा छैन। यसमा कागलाई भन्दा पनि कोख भन्दाखेरि कागले भन्दा बेटर हुन्छ आई गेस, किनभने यो वर्ब यसमा चाहिँ कोख यङ्कल भन्दाखेरि चाहिँ कागले लग्यो भन्नलाई चाहिँ कोख यङ्कल भन्छ। तर यसमा चाहिँ नि आई गेस लाई नै बेटर हुन्छ होला। गाईको घाउ कागलाई थाहा छैन, गाईको घाउ कागले थाहा छैन भन्दा पनि कागलाई थाहा छैन, त्यो बेटर हुन्छ होला। त्यसको मिनिङ चाहिँ आफ्नो पीडा अरूलाई थाहा हुँदैन। जस्तै कि यो पनि अब बुवा आमाले कहिलेकाहीँ छोराछोरीले गाली गर्दाखेरि चाहिँ अब यस्तो पनि भन्ने गरिन्छ। जस्तै कि अब हामीलाई कति दुःख छ, तिमीहरूलाई चाहिँ नि यस्तो घुमेर हिँड्नु पनि अथवा त्यस्तै केही भन्दाखेरि चाहिँ नि यस्तो सेन्टेन्सहरू युज गरिन्छ। यो अब लभ कन्भर्सेसनमा पनि युज हुन सकिन्छ। जस्तै बोयफ्रेन्ड टु गर्लफ्रेन्ड, गर्लफ्रेन्ड टु बोयफ्रेन्ड पनि यो युज हुन सकिन्छ। वहे मुलु वहे सुका, अर्थात् त्यही सियो त्यही थागो। वहे अर्थात् त्यही, मुलु अर्थात् सियो, अनि सुका अर्थात् थागो। त्यसको मिनिङ चाहिँ नि जस्ताको त्यस्तै, केही प्रगति नहुनु। जस्तै कसैले अब के छ भनेर सोद्धाखेरि के हुनु वहे मुलु वहे सुका भनेर त्यस्तो रिप्लाई दिन्छ। अर्थात् अब के हुनु यस्तै त हो नि, त्यही त हो नि पुरानै भनेर भन्नेको आशय आउँछ। यो चाहिँ कहिलेकाहीँ अब श्रीमतीले श्रीमानलाई कुर्गी लाउँदाखेरि चाहिँ प्रायः जस्तो मैले यो बढी सुन्छु त्यो टाइममा चाहिँ। अब श्रीमानलाई चाहिँ अब केही भएन जहिले यस्तै हो भनेर अब घरमा भएको त्यो श्रीमतीहरूले नहुनु श्रीमतीले कुर्गी लाउँदाखेरि चाहिँ नि यो भनेको चाहिँ प्रायः मैले सुनेको छु। वे देशे कुए जात्रा, अर्थात् बहुलाको देशमा हड्डी जात्रा। वे अर्थात् बहुला, देशे अर्थात् त्यो देशमा भइहाल्यो, कुए अर्थात् हड्डी, जात्राको त जात्रा भइहाल्यो। त्यो चाहिँ नि अब तमासा। यो चाहिँ प्रायः मेरो बुवाको मुखबाट बढी सुन्छु मैले। जस्तै कि अब केही अब
पोलिटिकल कुराहरू देशमा यस्तै त हो नि यस्तै भइरहेछ भनेर कुरा गर्दाखेरि चाहिँ यो बढी युज गरेको मैले सुनेको छु। र अब यो एउटा र यो अर्को एउटा छ यो दुईटा चाहिँ मैले दुईटा मान्छेले मात्र भनेको सुनेको छु। हजुरहरूले पनि यो भनेको सुन्नु भएको छ भनेदेखि कमेन्ट गर्नु होला। यो चाहिँ नि एउटा के छ भने ऐया म्याके नेबले सिङ्के, अर्थात् ऐया दाल खाने बेला कर्कलो सुकुटीको दाल, जुन कर्कलोलाई अब त्यसलाई सुकाएर त्यसलाई काटेर फेरि त्यसको झोल राखेर बनाउँछ त्यो तरकारी, त्यो दाल भनौँ के भनौँ त्यो हो। त्यस्तो चाहिँ अब नमिठो खानु पर्दाखेरि चाहिँ नि अब खानु पर्दाखेरि चाहिँ यो भन्ने गरिन्छ। र यो मैले खासै सुनेको छैन। यो हजुरले सुन्नु भएको छ भनेदेखि कमेन्ट गर्नु होला। एउटा मान्छेको मुखबाट मात्र मैले सुनेको छु यो मैले। र अर्को यो पनि एउटा मान्छेको मुखबाट मात्र सुनेको छु मैले। दत्तले डाटाराम मन्तकी सीताराम, अर्थात् हुन्जेल दाताराम नभएपछि सीताराम, अर्थात् यसको मिनिङ हुन्जेल पैसा उडाउने नभएपछि लुग्रुक्क परेर हिँड्ने। यो पनि मैले अहिलेसम्म मेरो लाइफमा एउटा मान्छेले मात्र भनेको सुनेको छु। हजुरहरूले पनि यो भनेको सुन्नु भएको छ भने कमेन्ट गर्नुहोला। र हजुरहरूको ठाउँमा यो बाहेक मैले अर्को पनि एउटा दुईटा छुट्याएको हुनसक्छ र कुनै कुनै अलिकति छाडा टाइपको पनि छ, तर मैले यसमा इन्क्लुड गरेको छैन। र हजुरहरूले यो बाहेक अरू छाडा बाहेक अरू कुनै यस्तो कुराहरू हजुरहरूले पनि सुन्नु भएको छ अथवा मैले छुटाएको छु भने हजुरले कमेन्ट गर्नुहोला, ताकि सबैजनालाई थाहा होस् र पछिसम्म पनि यो कुराहरू चाहिँ पछि नेक्स्ट जेनेरेसनसम्म पनि जाओस् र नेक्स्ट जेनेरेसन मात्र होइन धेरै जेनेरेसनसम्म पछिसम्म जिउँदो रहिरहोस् यो कुराहरू। र हजुरहरूले यस्तो कुराहरू लेख्दाखेरि हजुरको ठाउँ पनि लेखिदिनु भएदेखि चाहिँ अझ बेटर हुन्छ। हजुर कुन ठाउँमा बस्नुहुन्छ र कुन कम्युनिटीमा भन्छ यो भन्ने कुरा चाहिँ लेखिदिनु भयो भने अझ क्लियर राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र अब आजको लागि यति नै। मायोङन्युज.com हेर्नुहोला र मलाई कुनै मेसेज गर्न चाहनुहुन्छ भनेदेखि केही सल्लाह सुझाव छ भनेदेखि यो फेसबुक पेजमा मलाई पठाउन सक्नुहुन्छ। र हजुरले ग्रुप पनि जोइन गर्नु सक्नुहुन्छ। ग्रुप मैले बनाएको छु तर खासै कसैले पनि जोइन गर्नु भएको छैन र अपकमिङ डेजमा जोइन गर्नुहुन्छ होला। अब राम्रो युजफुल इन्टरेक्सनहरू यो ग्रुपमा पनि हुन्छ होला भन्ने आशा लिएको छु। थ्याङ्क यू। शुभ।